हुन्छ, हामी सबैजना आफ्नो स्थानमा सजिलैसँग बस्न सक्छौँ। ठाउँ प्रशस्त छ, तपाईँहरू एकदमै बाक्लो गरी बस्नु जरुरी छैन। यता पनि प्रशस्त ठाउँ छ, पछाडि पनि प्रशस्त ठाउँ छ, खुल्ला तरिकाले बस्न सक्नुहुन्छ तपाईँ। हामी गएको समय जस्तो हामी एकदमै अप्ठ्यारो भएर बस्नुपर्दा तपाईँको साडी बिग्रेला, तपाईँको मेकअप बिग्रेला होइन, त्यस कारणले गर्दा सजिलैसँग बस्नु होला। त्यहाँ धेरै खर्च गर्नुभयो, बिचरा बिग्रेला, हामी टाढा बस्नु होला है। हुन्छ, हामी यतिखेर हामी आसन ग्रहणतर्फ हामी जानेछौँ र विशेष गरी यतिखेर हाम्रो बिचमा हाम्रो वडा नम्बर 6 का वडा अध्यक्ष श्री कृष्ण थारू हाम्रो बिचमा आइसक्नु भएको छ र यतिखेर म उहाँलाई अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु र हामी सबैजनाले हामी ताली बजाएर हामी स्वागत गर्नेछौँ। भाइजू साथी कता गयो भाइजू Mama, organizer. Mama ya. त्यसैगरी वडा नम्बर 6 कै महिला सदस्य सुनिता विक्रजी पनि हाम्रो बिचमा हुनुहुन्छ। उहाँलाई आसन गर्नको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। भित्रका तालिका बिचमा हामी उहाँलाई त्यसै गरिकन वडा नम्बर 6 कै समाजसेवी हेमा फुल पनि हाम्रो बिचमा हुनुहुन्छ। उहाँलाई पनि आसन गर्नको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। हामी सबैलाई एउटा तालिका बिचमा उहाँलाई हामी स्वागत गर्दछौँ। हुन्छ, हामी आसन ग्रहणलाई हामी यही समय राख्नेछौँ। हाम्रो 10 नम्बरबाट हाम्रो वडा अध्यक्षज्यू आउँदै हुनुहुन्छ। जब उहाँ आउनुहुन्छ हामी आसन ग्रहणलाई हामी जोड्नेछौँ र यतिखेर हामी केही भजनहरू गाउँदै हामी प्रभुको महिमा गर्नेछौँ। एकदम हर्षोल्लासका साथमा नयाँ वर्षलाई हामी र आउँदै गरेको नयाँ वर्षलाई पनि हामी स्वागत गर्दै र आजको क्रिसमस
प्रभुलाई धेरै धन्यवाद होस्। यो भजनबाट पनि परमेश्वरको महिमा हुन सकेको होस् र त्यसै गरी हामी अर्को एउटा भजन गाउँदै हामी प्रभुको महिमा गर्नेछौँ र यतिखेर भजन एपमा तपाईँले पाउनुहुन्छ यो बेथलेहेममा। Thank
यो भजन पनि गाएर प्रभुको महिमा गर्न सक्यौँ। अब अर्को एउटा भजन गाउँदै हामी प्रभुको महिमा गर्नेछौँ, रमाउने कारण भन्ने भजन गाउँदै हामी प्रभुको महिमा गर्नेछौँ। उपलक्ष्यमा आज जुन कार्यक्रम हुँदैछ प्रभु, तपाईँ यो कार्यक्रमको निम्ति आफ्नो छोराद्वारा जुन वचन बोल्दै हुनुहुन्छ, पवित्र आत्मा तपाईँ स्वयं गएर हाम्रो छोराद्वारा बोल्नुहोस्, ताकि हामी यहाँ जो छौँ ती सबैबाट तपाईँको महिमा प्रशंसा हुन सकोस् प्रभु। मेरो प्रार्थना यही छ। धन्यवाद छ। सबै आधार भक्ति महिमा प्रशंसा दिँदै माग्छौँ आशिष उद्धारकर्ता प्रभु येशूको नाममा, आमेन। पास्टर बुवाले हामी निकै जोर तालीका बिचमा हामी स्वागत गर्नेछौँ। सबैजनालाई ह्यापी क्रिसमस भन्न चाहन्छु, शुभकामना व्यक्त गर्न चाहन्छु। परमेश्वरले विशेष आशीर्वाद दिनुभएको होस्। र सँगसँगै हामी विभिन्न भाइहरूले बहिनीहरूले प्रदेशमा वैदेशिक रोजगारमा विभिन्न ठाउँमा हुनुहुन्छ। सबैजनाको नाम लियो भने अलिक समय नपुग्ला। हाम्रो बहराइनबाट हाम्रो राजेन्द्र साहु भाइले सबै मण्डली परिवारलाई ह्यापी क्रिसमस र मण्डली परिवारलाई शुभकामना व्यक्त गरिदिनु होला भन्नुभएको छ। बहराइनबाट सबैजनालाई जय मसीह। त्यसै गरी हाम्रो भाइ आशिष जो भाइ डिस्ट्रिक्ट हुनुहुन्छ, जुम्लाबाट बिहानै मलाई 5 बजे उहाँले ह्यापी क्रिसमस भनेर मण्डली परिवारमा भनिदिनु होला भनेर भन्नुभएको छ। र धेरै धन्यवाद भन्न चाहन्छु हाम्रो आशिषलाई। जय मसीह। जुम्लाबाट अहिले जुम्लामा उहाँले चाहिँ क्रिसमस डे मनाइराख्नु भएको छ। र विशेष गरिकन एकदमै आभार व्यक्त गर्न चाहन्छौँ। हाम्रो विशेष अभिभावक पनि हुनुहुन्छ, कोहलपुर नगरपालिका वडा नम्बर 6 का वडा अध्यक्ष हाम्रो बिचमा हुनुहुन्छ। धेरै धन्यवाद। एकदमै समय एकदमै व्यस्त हुँदा पनि बहुमूल्य समयलाई पर राखेर हाम्रो निम्ति आइदिनु भयो। धेरै धन्यवाद भन्न चाहन्छु। र सँगसँगै हाम्रो वडा नम्बर 6 कै हाम्रो बहिनी सुनिता महिला सदस्य हुनुहुन्छ, उहाँलाई पनि धेरै धन्यवाद भन्न चाहन्छु। परमेश्वरले आशीर्वाद दिनुभएको होस्। एकदमै शुभकामना व्यक्त गर्न चाहन्छु। त्यसै गरिकन हामी हाम्रो बहिनी हेमा पुन हुनुहुन्छ, समाजसेवी बुद्धस्वरूपमा हुनुहुन्छ। हामीले अनुरोध गऱ्यौँ बहिनी
कुनै चरणमा चाहिँ म इन्भल्भ छु, म प्रयास गर्छु भनिराख्नु भएको छ। आउनुभयो भने हामी उहाँलाई पनि स्वागत गरिनेछौँ। त्यसैले हुनुहुन्छ र बहिनी लीला देवीलाई पनि हामीले 2-3 मैले फोनबाट एकदमै स्मरण गराएको थिएँ। कारणवश आउनु सक्नु भएन, सायद आउनुहुन्छ, हामी हेरौँ बाटो। तपाईँलाई धेरै धन्यवाद भएको होस् र विभिन्न ठाउँबाट विभिन्न क्षेत्रबाट हाम्रा प्रिय चाहिँ भेका मण्डलीका सम्पूर्ण परिवारहरूलाई म एकदमै धन्यवाद दिन चाहन्छु, जो आज एउटा कृष्ण चाहिँ एउटा जन्मोत्सव हामी हर्षोल्लासको साथ आज पूर्ण मात्रै होइन, यो 44 नम्बरमा मात्रै होइन, विश्वव्यापी मण्डलीले आज मनाइरहेको छ। हालेलुया। तपाईँलाई धेरै धन्यवाद भएको होस् र विभिन्न व्यक्तित्वहरू हुनुहुन्छ बाहिरबाट शुभचिन्तक व्यक्तिहरू, उहाँले पनि धेरै हाम्रो मण्डललाई मिस गरिराख्नु भएको छ, शुभकामनाहरू कुनै पठाइराख्नु भएको छ। जसबाट हामीले फोनहरू उठाउन हामी सकिराखेका छैनौँ, भोइस मेसेजहरू उहाँले पठाइराख्नु भएको छ। धेरै धन्यवाद भन्न चाहन्छु। र हामी ढिलो नगरिकन हामी परमेश्वरको वचनलाई वास्तवमा तपाईँको अगाडि गर्न चाहन्छौँ। त्योभन्दा अगाडि म सानो कुराहरू राख्न चाहन्छु। हाम्रो वडा अध्यक्ष, हाम्रो महिला सदस्य, हाम्रो बहिनी लीला देवी, हाम्रो बहिनी सुनिता लगायत धेरै व्यक्तिहरूले हामीलाई यहाँनिर मण्डलीको लागि सहायता गरिराख्नु भएको छ। कोहलपुर नगरपालिका मेयरलाई पनि हामीले फोनबाट हामीले अलिकति एउटा सम्पर्क गर्ने हामीले कोसिस गऱ्यौँ, सम्पर्क हुन सकेन र पनि हामीले औपचारिक प्रकारले उद्घाटनको बेलामा धेरै व्यक्तित्वलाई बोलाउने निमन्त्रणा गर्ने हाम्रो इच्छा छ। एकदमै पनि सबैलाई एकदमै मिलाएर त्यसका कारणले गर्दाखेरि कोहलपुर नगरपालिकाले पनि हामीलाई कुनै रकम हामीलाई यहाँनिर उपलब्ध बनाउनु भयो। मण्डली बनाउँदै गर्दाखेरि 5 लाख रुपियाँ चाहिँ उहाँले दिनुभयो र वडाबाट पनि मैले 50,000 हाम्रो कार्पेटको लागि कुनै दुकान मैले पुरा भइरहेको छ। एकदमै धन्यवाद दिन चाहन्छु हाम्रो वडा अध्यक्ष, हाम्रो सम्पूर्ण कार्य समितिलाई। सँगसँगै हाम्रो वडा अध्यक्षले पनि हामीलाई केही कुराहरू चाहिँ दिएर चाहिँ यहाँनिर हामीलाई सहायता नानी सहायता पुर्याउनु भयो। हामी आशा गर्छौँ हामीले यहाँनिर कार्मिकहरू जय मसीह, हैप्पी क्रिसमस, मेरी क्रिसमस। प्रभुले आशीष दिनुभएको सम्पूर्णलाई प्रभुलाई धन्यवाद। परमेश्वरको आशिष, प्रभुले आशिष आज जति पनि हामीलाई हेरिराख्नु भएको छ, परमेश्वरले आशिष दिनुभएको होस्। संसारभरिमा आज क्रिसमस मनाउँदै गरेका हाम्रो दिदीबहिनी दाजुभाइ कतिजना अब विश्वास नगर्नेहरूलाई पनि परमेश्वरले आशिष दिनुभएको होस्। परमेश्वरले आशिष दिनुभएको होस्, विश्वास गर्न सक्नुभएको होस्, प्रभुमा आउन सक्नुभएको होस्, प्रभुलाई ग्रहण गर्न सक्नुभएको होस्। संसारका मानिसहरूले मेरो मुक्तिदाता उद्धारकर्ता भनेर प्रभुलाई नानी ल बाबु